Okay, I hope you are seeing the screen, and I'm just going to start my slideshow. We have named this Talk the Talk series, Speaking Exercise with Rajan Thapa, because हामीले टक चाहिँ अलिकति कन्फिडेन्टली गर्नु पर्यो, एकदम इमिडिएट रेस्पोन्स गरेर छिटो छिटो गर्नु पर्यो भन्ने कुरालाई मध्यनजर गरेर वी हेभ स्टार्टेड दिस टक द टक विथ विथ मी। तपाईँहरूले मसँगै बोल्नुपर्छ। सो त्यसको लागि चाहिँ आइ एम जस्ट asking you to be patient for some time, okay? Let me introduce myself first. My name is Rajan, and I have done my MPhil in English from ISR. It's called Institute of Advanced Communication, Education and Research. And I have done MA from the same institution. I was one of the deans, I was included in the dean's list of 2022 from Pokhara University. र I have been teaching IELTS also for the last 5 years or so. And as you already know, I am an EFT trainer at Expert Tech Communication. I'm Expert Tech Communication, but as we do these sorts of classes. We do English classes for almost everyone, let's say. Okay, I teach small children also. I teach, people in their adulthood also. And टिचर्सहरूलाई पनि ट्रेनिङ गर्ने चाहिँ इङ्ग्लिस फर टिचर्स भनेर we have been doing this. And I have also been a part of trainers at Civil Nepal, which is a social organization. They also work in the field of education and rights of children and women also. त्यसरी हामी काम गरिरहेको हुन्छौँ. This was about me. Let's begin with the format of the session of the, let's say, this. You are muted, sir, please. Mute, sir. Bas. Okay, am I audible now? Yes, sir. Yes. So let's go to the teaching method, how we are going to do, how we are going to take part in the speaking sessions भन्ने कुरा बढी जान्न जरुरी छ. Because after all, we are here to talk, right? We are here to talk the talk. We are here to talk English. So why not begin talking? So त्यसको लागि चाहिँ it should be, two way. अलिकति टु वे हुनुपर्छ यो स्पिकिङ भन्ने कुरा चाहिँ आई बिलिभ. सो आई हेभ पुट हियर द फर्स्ट अप्सन, फर्स्ट पोइन्ट, लेस लेक्चर एन्ड मोर स्पिकिङ सेसन्स. फर द्याट म धेरै बोल्नुभन्दा पनि तपाईँ धेरै बोल्नु पर्यो, मलाई चाहिँ त्यो फिल हुन्छ. लेस लेक्चर गरौँ, धेरै बोल्ने सेसन्सहरू हुन्छ. बिकज रादर देन रेगुलर क्लास, इट्स अ वर्कसप. हामीले यसलाई वर्कसप नै नाम दिएको छौँ. It's not a class like whatever people have been seeing in online or physical sessions. And टिचिङ मेथडमा हामी धेरै जसो, प्राय जसो चाहिँ peer र group discussion and presentationहरू गर्छौँ है. So for that we will have session where we break this place into rooms, different rooms. विभिन्न रुमहरूमा चाहिँ त्यहाँ दुईजना अथवा 5-6जनाको ग्रुपमा चाहिँ हामीले, मोस्टली वी विल डु इट इन पेयर्स, बट ग्रुपको डिस्कसन पनि इट्स भेरी इम्पोर्टेन्ट टु अन्डरस्ट्यान्ड पिपल बेटर एन्ड टु अन्डरस्ट्यान्ड इन्टरेक्ट विथ पिपल बेटर. त्यसको लागि वी विल डु ग्रुप डिस्कसन, ग्रुप इन्टरेक्सन, एन्ड द्याट विल बी फलोड बाई प्रेजेन्टेसन आफ्टरवर्ड्स. तपाईँले जे डिस्कसन गर्नुहुन्छ, जे कुरा गर्नुहुन्छ साथीहरूसँग, त्यो कुरा विच यु विल बी डुइङ इन इङ्ग्लिस, राइट? बिस्तारै बिस्तारै ट्राई गर्दै गर्नुहुन्छ. त्यो पछाडि तपाईँले के गर्नुहुन्छ, यु हेभ टु प्रेजेन्ट इन फ्रन्ट अफ मी, or let's say present in front of your friends, so that you can get good feedbacks, you can get kind of
a little bit of confidence, right? If you speak in front of everybody. सुरुमा पेयरमा गर्दाखेरि के हुन्छ, थोरै थोरै डिस्कसन हुन्छ, तर ग्रुपमा गर्दाखेरि अलि धेरै डिस्कसन हुन्छ। अनि त्यही कुरालाई प्रेजेन्ट गर्नु पर्यो भने अरूको अगाडि, एन्ड द्याट इज द अल्टिमेट गोल। सबैको अगाडि प्रेजेन्ट गर्न सक्नु, सबैको अगाडि चाहिँ इङ्ग्लिसमा चाहिँ कुनै कुरा भन्न सक्नु इज द गोल। सो द्याट इज वाट वी आर गोइङ टु डु। सो इट्स रादर देन अ लेक्चर सेसन, इट्स अ वर्कसप। वर्कसपमा सबैजना उत्तिकै भाग लिनुपर्छ। एन्ड देयर विल बी टाइम्ड स्पिकिङ प्र्याक्टिस अर टेस्ट्स एज वेल। सुरुमा त प्र्याक्टिस नै गर्नु पर्यो। यु मस्ट डु द स्पिकिङ विथ अ टाइमर अन। म टाइमर यहाँ अन गर्छु, तपाईँले I'll give you maybe about 1 minute or 2 minutes time for speaking at a certain topic. For example, I might ask you to talk about smartphones. स्मार्टफोन्सको बारेमा भन्नुहोस् त भनेर भन्यो भने यु मस्ट बी एबल टु यु नो डु द्याट विदिन 1 minute। 1 minute मा के कति भन्नुहुन्छ, एन्ड हाउ मेनी वर्ड्स, लेट्स से हाउ मेनी सेन्टेन्सेस यु यु क्यान स्पिक भन्ने कुरा टेस्ट गरिन्छ होइन। त्यस्तो टाइम्ड स्पिकिङ टेस्ट्सहरू पनि, प्र्याक्टिस सेसन्स पनि वी विल डु। एन्ड देयर विल बी होम असाइनमेन्ट्स द्याट वुड इन्क्लुड बोथ sole assignments, let's say assignments for you only, you and you only, and there could also be other assignments that could be done with your partners, let's say pairs। यो भनेको चाहिँ जति धेरै ग्रुपमा गरियो, जति धेरै साथीसँग गरियो, जति धेरै साथीसँग एक्सर्साइज गरियो, ग्रुपमा गरियो, त्यति धेरै कन्फिडेन्स बिल्डअप चाहिँ हुन्छ र छिटो पनि हुन्छ। सो फर द्याट वी हेभ टु डु दिस होम असाइनमेन्ट्स विथ ग्रुप्स, पेयर्स। यसमा केही क्वेसन छ हजुरहरूलाई? डु यु वान्ट टु आस्क एनी क्वेसन रिगार्डिङ द टिचिङ मेथड्स? Because almost all the exercises that we do here will be speaking at most सबै कुरा होइन। सो त्यसको लागि चाहिँ यु हेभ टु बी प्रिपेयर्ड फ्रम द अदर साइड। ओके, You are again muted, sir. Please, you can unmute. Sorry for that. मैले यताबाट अलिकति टेक्निकल प्रोब्लम भयो। ओके, let me just give you time to ask questions about this method if you have any. छोटो प्लिज यु क्यान अनम्युट एन्ड आस्क। अनम्युट गरेर सोध्न सक्नुहुन्छ है त। यो टपिकको विषयमा यदि त्यस्तो केही कन्फ्युजन छ भने सोध्न सक्नुहुन्छ। एन्ड बाँकी टपिकहरूमा सर एकछिन बाद जानुहुन्छ है त। केही छ? हेलो ओके, हजुर अघि आराम नमस्कार। सर प्लिज। हेलो ओके, वी आर हेयरिङ सर, प्लिज यु क्यान आस्क। yes sir। सर आवाज सुनिरहेछ? सुनिरहेको छ, भन्नुहोस् त। यो चाहिँ के हाम्रो सर यो जुन हजुरहरूले यो गरिराख्नु भएको छ यो चाहिँ पेड बेसमा हो कि कस्तो? यो हामीले यसको चार्ज तिर्नुपर्छ कि यो फ्री हो कि यो यसको कस्ट के हो? यसबारे अलिक बुझ्नु न सर, क्लियर गरिदिनु। ओके, सो कस्टको विषयमा चाहिँ वी विल टक अबाउट इट। देयर इज अ कस्ट अफ कोर्स, तर वी विल टक अबाउट इट लेटर अन। लास्टमा हामी कुरा गर्छौँ। सो तपाईँलाई यो सेसन कस्तो लाग्छ भन्ने कुरा वी विल गेट फिडब्याक फ्रम यु एज वेल लास्टमा। एन्ड त्यसपछि इफ यु आर रियली इन्ट्रेस्टेड यु क्यान जोइन द प्रोग्राम। ओके, एन्ड दिस इज अ 1 month कोर्स। भूपेन्द्रजी, दिस इज 1 month, 45 hours per session, right? Let's say per month. Yes, sir. Yes. So we will talk about that later on, right, sir? ओके सर, Yes, ओके, sir, please. थ्याङ्क यू सो मच। Okay. Okay. Other questions regarding the teaching methods? Are you सर actually? Yes. नमस्कार। Namaskar. सर नमस्कार। Namaskar. सर यहाँ के ओन्ली स्पिकिङ और ग्रामर अल्सो ओके, हुन्छ? त्यसमा या आई वाज लिसनिङ टु भूपेन्द्र सर। अघि सरले भनिराख्दाखेरि चाहिँ आई वाज ट्राइङ टु एड समथिङ हियर। किन भन्दाखेरि देयर कुड बी सो मेनी पिपुल जसलाई चाहिँ बेसिक ग्रामर होइन मा कन्फ्युजन कहिलेकाहीँ हुनसक्छ। सो बेसिक ग्रामर
नआए तापनि अथवा कन्फ्युजन हुँदा हुँदै नआए त नबनाऊ होइन। सो ग्रामर त चाहिन्छ चाहिन्छ भन्ने कुरा भइ नै हाल्यो। बट बेसिक ग्रामर थोरै हुँदा पनि कन्फ्युजन हुँदा हुँदै पनि we will do a small kind of revision of those tenses and verbs, अलिकति रिभिजन जस्तो गरेर त्यसलाई हामी एउटा लेभलमा पुर्याएर देन वी विल डु फर्दर स्पिकिङको पनि अब लेभल्सहरू बढ्दै 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 लगेर जान सक्छौँ। सो इट्स नट द्याट इट्स अ बेसिक क्लास, यो बेसिक ग्रामर क्लास होइन। फर्स्ट अफ अल दिस इज नट अ क्लास, इट्स अ वर्कसप। सो तपाईँहरूले के भयो प्रिपेयर भएर आउनु पर्यो भन्दाखेरि ओके त्यहाँ गइसकेपछि मैले कुनै कुनै टपिक्सहरूमा आफैले रिसर्च पनि गर्नुपर्ने हुनसक्छ, त्यस्तो पनि हुनसक्छ। जस्तै आई माइट टेल यु अ सेन्टेन्स वेयर देयर कुड बी लेट्स से देयर इज अ फर्म अफ प्रेजेन्ट पर्फेक्ट कन्टिन्युस। What is present perfect continuous? Suppose I give you a sentence like, I have been teaching students for about 10 years now. अब मैले यो सेन्टेन्स भन्दाखेरि त यु मस्ट बी एबल टु पिक इट अप कि यो सेन्टेन्स कुन हो। प्रेजेन्ट पर्फेक्ट कन्टिन्युस टेन्स हो। आई हेभ बिन टिचिङ होइन। यस्तो सानो सानो बेसिक कुराहरू चाहिँ वी विल डु अ सर्ट काइन्ड अफ रिभिजन। म त्यो कुरा तपाईँहरूलाई अहिले एकछिनमा पनि सोध्न सक्छु केही कुराहरू। अनि तपाईँलाई कस्तो लाग्छ त्यसपछि चाहिँ त्यहाँबाट प्रोसिड गर्न सकिन्छ कि सक्दैन, वी विल सी अबाउट द्याट। ओके, डिड आई एन्सर युर क्वेसन सर? Yes, yes, sir. Yes. Okay. I So, mean to say, sir, in I the can after this class, we Mhm. can speak fluently in English. I expect the same. I expect the same from you because you will be spending more than 40 hours, let's say 45 hours सम्म जाँदाखेरि you must be able to somehow represent yourself, somehow present yourself confidently in front of people in English, I'm saying. So त्यसको लागि देयर आर सर्टेन थिङ्स, मैले त्यो तपाईँहरूलाई अहिले यो पछाडि भनि नै हाल्छु। I mean to say, I know your English. You are speaking English. I know, but I can't reply you. Yeah, Such yeah, kinds of yes, problem with me. but from where I'm standing or from where I'm sitting, Ram, this is Ram, right? हजुर, yes, yes. हो, फ्रम वेयर आइ एम सिटिङ तपाईँलाई म के देखिरहेको छु भन्दा तपाईँलाई मभन्दा बढी कन्फिडेन्ट देखिरहेको छु। द्याट मिन्स यतिको कन्फिडेन्स र तपाईँले जसरी रिप्लाई गरिराख्नु भएको छ, आई क्यान सी द्याट यु क्यान डु दिस इन इङ्ग्लिस एज वेल इफ यु नो हाउ टु structure your answers with fillers as well as other supporting expressions. I have problem in speaking, so I Yes. try to join in this class, sir. Yes. So that's Because why I this know is this I is know very your important. English. You are speaking in English, but I have problem to reply, describe the such kinds of problem I have. Yes, that is what we are learning here. So म तपाईँलाई अब I can give you an exact explanation for this with my next slide, with my next page, which is going to talk about the overview of this session. है त यसको ओभरभ्यूमा हेर्नुभयो भने Yes, there are yes. so many things that we can do, and actually I have to tell you, I have to reveal that this is basic. यो म बेसिक भनेर भन्दैछु किन भन्दाखेरि we are not going to deal with all the compound sentence, complex sentences or phrasal verbs or idiomatic languages in this session. हामी त्यो गर्दैनौँ। हामी के गर्छौँ Mm. त बेसिकबाट जान्छौँ, and we will be able to talk about things in this manner. कुन म्यानरमा त can we do We self? read, we read through these 29 topics. Yes, of course, we will do all these topics. How There many are days 18 topics, we read? but it would go more than this. यो भन्दा बढी पनि जान सक्छ। बुझ्नुभयो कि भएन? त्यो How चाहिँ many days we are completed these 18 topics? excuse me sir, once again can you repeat? How many days we are completed these 18 topics? Okay, we are going to complete them within 30 days. 30 days. 30 days ma we will complete all these topics with speaking, and it will not be only me who will be speaking, it will be you actually. And there are very small topics as well, हेर्नुहोस् त pauses भनेर मैले यहाँ राखेको छु।
and speed भनेर राखेको छु. Are we going to talk about pauses and speed in a lot detail? त्यस्तो पनि होइन, त्यस्तो धेरै डिटेलमा पनि होइन. त्यहाँ केही कुराहरू एक्सर्साइजेसहरू बेसिक तपाईँ कन्फिडेन्ट बिल्डअप गर्नको लागि चाहिँ देयर विल बी थिङ्स, राइट? एन्ड वाट इज दिस लिसनिङ एन्ड रिपिटिङ? वाट इज लेस रिपिटेसन? आई एम गोइङ टु टक अबाउट इट है. अब म यसको बारेमा भन्दैछु. सो आर यु अल रेडी टु डाइभ इन्टु द टपिक्स? Yes. Yes. Yes, Okay, sir. let's begin with the first topic. What we will do in our upcoming class, let's say tomorrow, because tomorrow is going to be the first session of those who will be joining. So in the first session, we will do meetings and greetings. We will greet each other. We will do self-introduction, which is one of the most important part, which is one of the most important, exercise which can be Excuse me, done. sir. I have asked one question for you. Please, please. Uh, we are completed in the 30 days this one by one topics, and how many pay fee in your classes? We will talk about the fee at last, तर ओके, अहिले नै बाँकी मैले चाहिँ वेट अ यो मोमेन्ट, हामी अरू सबै बाँकी पछि गफ गरौँ ल. पहिला हामी सरलाई चाहिँ गफ के गर्न गर्छौँ. दिउँ भने यो कोर्सको बारेमा Okay, बताउनुहुन्छ, excuse me, त्यसपछि sir. हामी गफ गर्छौँ है त. सुरुमा चाहिँ के गरौँ भन्दाखेरि यो कोर्स के हो त, कसको लागि डिजाइन भएको हो भन्ने कुरा बुझौँ पहिला, होइन? एन्ड देन वी Okay. क्यान टक अबाउट फी, मेबी डिस्काउन्ट्स एन्ड अल, राइट? Let's do that first. Excuse सुरुमा me, चाहिँ sir. we will talk about meetings and greetings. We will do self introduction. तपाईँहरूले introduction तपाईँले पहिला आफ्नो दिनुहुन्छ. Then I will try to help you to add things. अनि त्यसमा म एउटा सेसन गइहाल्छु. We will do self introduction properly. है, we will Okay, be excuse able me, to sir. introduce ourselves in front of strangers, in front of other people, in front of, let's say, our friends, or even in front of our, clients ko agadi, customers ko agadi. So this is a very important part that you must do before, starting to speak other things, right? So meeting, greeting ma ke huncha ta? Suppose you met a person from maybe Italy, somebody who is not maybe very good at English, त्यस्तो पनि हुनसक्छ. How would you, start a conversation with the person who is from Italy, who knows how to speak Italian, maybe only Italian, maybe a little bit of English, कसरी बोल्ने? And those who are very fluent at English, for example, somebody from Britain, let's say UK, or let's say the USA, somebody comes to your country or to your office, whatever. You are going somewhere and you meet a stranger, a foreigner. How would you introduce or talk? किनभने सुरुमा त मिटिङ नै हुन्छ. मिटिङ भइसकेपछि कसरी ग्रिट गर्ने एन्ड कसरी आफ्नो कुरा चाहिँ राख्ने, or त्योभन्दा अगाडि कसरी इन्ट्रोड्युस गर्ने, द्याट इज गोइङ टु बी one of the most important sessions, let's say one of the most important exercises that you need to do, and we will do that. And then there is pauses को कुरा. ल अब म तपाईँहरूलाई एउटा क्वेसन सोध्छु. pauses हामीलाई किन चाहिन्छ होला त? Why would we need pauses in our speaking? किन pause किन गर्छौँ होला? भन्नुहोस् त कसैले, एकजनाले टक्क. pause हामी किन लिन्छौँ? To change the यो sentences. फुल स्टप अनि कमाहरू हुने ठाउँमा चाहिँ एकछिन पज लिएर मात्र रिडिङ कन्टिन्यू Two गर्नुपर्छ. separate You are sentences. you are absolutely correct, but I just want to ask you again, किन? किन full stops मा, किन comma मा, why? To make them understand our Hmm. message. Yes, this is the most important thing. Whether your listener is understanding you or not is the most important thing. तपाईँलाई अहिले मैले बोलिरहेको छु, if you are not getting me, if you are not getting the ideas, what is the use? यसको अर्थै के भयो त? भयो त? के अर्थ छ त? No. That is why pauses are very necessary. मैले अहिले pause लिई बोलिरहेको छु.
Yeah. मैले त भन्न सक्थेँ होला यसरी त यसको युज के भयो त तपाईँहरूले बुझ्नु भएन भने पद चाहिन्छ यसरी बोल्नु त के भयो त अर्थै भएन इफ यु आर नट गेटिङ मी इफ यु आर नट लिसनिङ टु मी त्यसको अर्थै भएन सो वाइ डु यु निड पज वाइ डु यु निड पजेस इन यर सेन्टेन्सेस वाइ डु यु निड ले भाषण गर्दाखेरि पज नलिकन भाषण गर्नुभयो भने कस्तो होला नोबडी वुड अन्डरस्ट्यान्ड एट अल कसैलाई इन्ट्रेस्ट पनि हुँदैन द्याट इज द सेम थिङ द्याट हेज बिन मिसिङ इन आवर स्पिच हाम्रो स्पिचमा आई एम टेलिङ दिस हाम्रो मतलब नेपाली हामी नेपालीको इङ्ग्लिस स्पिचमा आइम नट टकिङ अबाउट नेपाली नेपालीमा त मजाले हामी पज लिन्छौँ आमा खाना पकाउनु भयो भनेर पज लिएर बोलेँ नि मैले होइन बुवा अफिसबाट आउनुभयो बुवा पछि पद छ बुवा अफिसबाट आउनुभयो अनि त्यही कुरा किन इङ्ग्लिसमा नगर्ने ड्याड डिड यु जस्ट अराइभ होइन किन नगर्ने वाइ सुड वी नट पज इन इङ्ग्लिस त्यो कुरा चाहिँ हामीले नेचुरलाइज गर्न अलिकति डिफिकल्ट भइरहेछ क्या होइन वाइ आर वी नट टेकिङ पजेज वेयर वी ह्याभ टु किन भन्दाखेरि नेपालीमा त हामीले लिइरह हुन्छौँ होइन ओइ साथी सुन न तिमीले मलाई एउटा हेल्प गर्छौ तिमीलाई चाहिँ अलिअलि इङ्ग्लिस आउँछ भने मलाई सिकाइदेऊ न पजेज लिली बोलिरहेको छौँ होइन हे क्यान यु हेल्प मी प्लिज होइन त प्लिज भन्दाखेरि पनि मैले एउटा सानो पज लिएँ क्यान यु हेल्प मी प्लिज प्लिजलाई अलिकति छुट्याएँ नाउ वेयर टु पज कहाँ कतिखेर पज गर्ने कसरी गर्ने कुन कुन एक्सप्रेसन्सहरूमा होइन कहिलेकाहीँ त गर्नु पनि पर्दैन एन्ड द्याट विल टेक अस टु द नेक्स्ट टपिक स्पिड where do we not take pause where do we go fast and where do we take a small pause and make our expression slower कसरी बनाउने भन्ने कुरा इट्स वान अफ द मोस्ट इम्पोर्टेन्ट टपिक्स यो एकदमै इम्पोर्टेन्ट टपिक्समा पर्छ है फर इक्जाम्पल तपाईँहरूलाई चाहिँ म एउटा सेन्टेन्स यहाँ भन्छु यो सेन्टेन्स चाहिँ तपाईँहरूले कुन ठाउँमा चाहिँ स्पिड यस चार्ज लगा नि त नि ल आइज मेरो मोबाइल हेर्नु okay, Dhansara ji, can you? Yes, very good. Let me just give you a sentence. म तपाईँहरूलाई एउटा सेन्टेन्स दिन्छु अनि तपाईँहरूले मलाई भन्नु है त्यहाँ प्रब्लम के छ स्पिडमा प्रब्लम के छ भन्ने कुरा आई एम गोइङ टु टेल यु द सेन्टेन्स प्लिज लिसन टु मी केयरफुली The speed of speech or speech rate refers to how quickly a person speaks, typically measured in words per minute. What did you understand? I didn't understand. At all. The lips. At all. Subhash, you could not understand at all, I guess. होइन फेरि पढ्छु The speed of speech or speech rate refers to how quickly a person speaks, typically measured in words per minute. What did you understand? It's really very fast. So Yes. here It's is necessary very to take too pause. fast. Too fast, right? So I need to make small pauses and maybe shorten the pace of certain words. म अब यहाँ पजेसको मात्रै कुरा गरिरहेको छैन म ओभरअल मैले भनिरहेको वर्ड्सहरूको स्पिचको स्पिडमा कुरा गरिरहेको छु स्पिड हेर्नुहोस् है त अब पज पनि याद गर्नु स्पिड पनि याद गर्नु द स्पिड अफ स्पिच or speech rate refers to how quickly a person speaks, typically measured in words per minute. Now, did you understand something about, speech rate or words per minute? Did you understand something? This is what we actually require in our speech. हामीले कतै कतै एकदमै पज लिएर स्लो पनि गर्नुपर्ने हुनसक्छ जस्तै म एउटा पोइन्टमा याद गराउँछु तपाईँलाई द स्पिड अफ स्पिच लेट मी जस्ट टेक दिस टु आवर वाइट बोर्ड तपाईँहरूले स्क्रिनमा एकचोटि चेक गर्नुहोस् त क्यान यु सी
Your whiteboard. Can you? Yes. Okay. It must be visible to you. Okay. In here, I'm just going to add this expression. I think I have to stop annotating. So there are people who are annotating. Okay. Yes. Let's look at this. अब मैले तपाईँलाई यहाँ देखाउन खोजेको कुरा चाहिँ the speed of speech or speech rate. I'm going to make you understand this thing. The speed of speech or speech rate refers to how now यो पार्ट छ नि तपाईँले यहाँ refers to देखि यहाँसम्म हेर्नुभयो भने यो छिटो भन्दा पनि केही फरक पर्दैन refers to how quickly यो छिटो छिटो बोल्दा पनि केही फरक पर्दैन तर यो अगाडिको कुरा द स्पिड अफ स्पिच यहाँ स्लो नै बोल्नुपर्छ सो द्याट पिपुल क्यान अन्डरस्ट्यान्ड वाट टपिक यु आर इन्ट्रोड्युसिङ के बोल्दै हुनुहुन्छ भन्ने कुरा बुझ्नको लागि भए पनि तपाईँले यो स्लो गर्नै पर्छ नेक्स्ट स्पिच रेट refers to how quickly a person speaks यहाँ तपाईँले फास्ट जान पनि सक्नुहुन्छ refers to how quickly is not necessary here यो चाहिँदैन a person speaks अनि फेरि यहाँ pause लिएर typically measured in words per minute words per minute मा अलिकति तपाईँले के गर्नु अलिकति स्लो गर्न ट्राई गर्नु and what is this is what is called speech को pace स्पिच पेस भनेर भन्छ स्पिच रेट भनेर भन्छ द स्पिड अफ स्पिच भनेर भन्छ सो फर द्याट यु मस्ट टेक दिस क्लास यसकै लागि हो तपाईँले क्लास लिनुपर्ने छिटो कसरी बोल्ने ढिलो कसरी बोल्ने ढिलो बोल्न पनि सिक्नुपर्छ इट्स नट लाइक यु नो दिज वर्ड्स एन्ड यु आर जस्ट ब्लफिङ इन इङ्ग्लिस विथ अ स्पिड अफ 100 words per minute no that's not how it works you have to be able to control your pace pace भनेको बुझ्नुभयो नि स्पिड स्पिडलाई कन्ट्रोल गर्न पनि हामीले सक्नुपर्छ भन्ने कुरा चाहिँ नेक्स्ट थिङ हो बुझ्नुभयो अर्को कुरा हामी गरौँ लेट्स टक अबाउट दिस लिसनिङ एन्ड रिपिटिङ यो लिसनिङ एन्ड रिपिटिङमा आई जस्ट वान्ट टु आस्क यु अ क्वेसन तपाईँहरूमध्ये कतिजनाले लेट मी आस्क यु कतिजनाले इङ्ग्लिस मुभिजहरू हेर्नुहुन्छ इङ्ग्लिस सिरिजहरू हेर्नुहुन्छ अर द कन्टेन्ट्स इन इङ्ग्लिस अन युट्युब मेबी अन फेसबुक इङ्ग्लिसमा कन्टेन्ट कतिजनाले हेर्नुहुन्छ क्यान यु रेज योर ह्यान्ड्स or maybe can you say it out loud? I also seen, sir. Okay. Little bit. Yeah, what is your name, sir? Nima Tamang, sir. Nima, yes, Nima watches English movies or English contents. Very good. Others? I also watch English movie and contents. Nice, nice. Okay, what about English series, TV series? English series, web series, things like that. How many of you? I also watched. I have watched and I have been watching English movie. Okay, is it And Jason speaking? yeah, it's me, Jason. Yeah, Good, sir, Jason. Jason. So, As Jason, I just want to ask you, तपाईँलाई एकदम Okay. एकदम honestly भन्नुहोस् होइन honestly भन्नुपर्छ तपाईँले यस्तो सिरिजहरू हेरिसकेपछि मुभिजहरू इङ्ग्लिसमा हेरिसकेपछि डु यु थिङ्क द्याट योर स्पिच हेज बिकम बेटर Yes, of course, sir. अफ कोर्स यु बिलिभ द्याट Yeah, I used to experience, sir. भेरी गुड Exactly. भेरी गुड अदर्स अरूहरूले जसले हेर्नुहुन्छ हेभ यु फेल्ट द्याट तपाईँहरूले फिल गर्नुभएको छ अलिकति राम्रो भएको हो कि मेरो स्पिच भन्ने फिल गर्नुभएको छ अलिअलि फिल भएको छ सर त्यति सिरियसली त्यति डिपली चाहिँ हेर्दैन लिटिल बिट अलिअलि हेर्छु अलि फिल चाहिँ भएको छ नाइस एक्चुअली यसमा लिसनिङ चाहिँ धेरै राम्रो हुँदो रहेछ यो जुन लिसनिङ क्यापेसिटी भोकाबुलेरीलाई कसरी बुझ्ने भन्ने त्यो चाहिँ अलिकता बढ्दो रहेछ सर ट्रु ट्रु
अब जेसनजीलाई म एउटा कहानी सुनाउँछु, नट ओन्ली हिम, सबैले सुन्नुहोस्। Okay. एउटा सानो स्टोरी सुनाउँछु। यो स्टोरी मान्नुहोस् अथवा जोक मान्नुहोस्। एउटा एउटा कुनै ठाउँमा एउटा हजुर साइन्टिफिक एक्सपेरिमेन्ट भइरहेको थियो। त्यो साइन्टिफिक एक्सपेरिमेन्टमा चाहिँ एउटा बालकलाई, एउटा बच्चालाई चाहिँ भर्खरै जन्मेको बच्चा क्या, भर्खरै जन्मिने बित्तिकै उसलाई चाहिँ एउटा कोठाभित्र थुनिएको थियो। यो साइन्टिफिक एक्सपेरिमेन्ट है। यो मलाई गुरुले भन्नुभएको, एकदमै इन्ट्रेस्टिङ लाग्छ मलाई। यो आजसम्म पनि यसले मलाई इफेक्ट पार्छ, यसले एफेक्ट गर्छ भनौँ न, यसको इफेक्ट अझैसम्म पनि छ। इट्स अ पावरफुल स्टोरी है, राम्रोसँग ध्यान दिएर सुन्नुहोस्। बच्चालाई चाहिँ थुनियो कोठाभित्र र चेक गरियो क्या। त्यो बच्चालाई उसँग बोलिएन भने, उसलाई चाहिँ केही पनि सिकाइएन भने ल्याङ्ग्वेज, के चाहिँ यसले बोल्न सक्दो रहेछ, के चाहिँ सिक्दो रहेछ भनेर है टेस्ट गरियो। ऊ 10 वर्षसम्म 10 वर्षसम्म त्यो कोठाभित्र रहँदा पनि उसँग कोही पनि बोलेन। एउटा मान्छे आउँथ्यो, खाना छोडिदिन्थ्यो, जान्थ्यो, आउँथ्यो, खाना छोडिदिन्थ्यो, जान्थ्यो, कोही उसँग बोलेन। एउटा बन्द कोठाभित्र, बाहिरको केही पनि आवाज छैन, कहीँको आवाज आउँदैन। मात्र के छ, एउटा मान्छे आउँछ, थाल राखिदिन्छ, खाना दियो, खायो, फर्किन्छ। देयर इज नो इन्टरेक्सन एट अल। वी आर इन दिस टपिक है, राम्रोसँग ध्यान दिएर सुन्नुहोस्। लिसनिङ एन्ड रिपिटिङमा छौँ हामी। लेट मी जस्ट क्लोज दिस। म यसलाई क्लोज गर्छु पहिला। अनि यु नो वाट ह्यापन, 10 वर्षको उमेरसम्म केही पनि बोलिएन र 10 वर्ष लागिसकेपछि त्यो एक्सपेरिमेन्टको टाइम पिरियड पनि सक्यो र साइन्टिस्टले, अर लेट्स से द अब्जर्भर, उसले सोध्यो, ढोका खोलेर गएर भित्र गएर बच्चालाई, बाबु तिमीले अहिलेसम्म के सिक्यौ भनेर सोध्यो। अनि बच्चाले भन्यो, क्यान यु गेस बच्चाले के भन्यो? एनीबडी गेस गर्न सक्नुहुन्छ बच्चाले के भन्यो होला? I think he can speak anything, sir. किनभने नथिङ एट अल। किनभने उसँग इन्टरेक्सन नै छैन भनेपछि उसको स्पिच डेभलप नै भएको छैन होला जस्तो लाग्छ। आई थिङ्क भेरी गुड एन्सर। अदर्स के भयो होला त? के उसले के बोल्यो होला त? ओके, लेट मी टेल यु, द एन्सर इज प्रिटी इन्ट्रेस्टिङ। उसले बाबु के भयो, केही बोल त भनेर भन्दाखेरि उसले के भन्दो रहेछ भन्दाखेरि, he would say yes exactly, चुइया ढ्याक्क भन्दो रहेछ क्या। somebody has written it up हैन, चुइया ढ्याक्क, चुइया ढ्याक्क भन्दो रहेछ रे के। and that is the sound of the door opening and closing। ढोका खोल्यो चुइया, ढोका बन्द भयो ढ्याक्क, त्यही मात्रै बोल्दै बस्दो रहेछ। यो मैले स्टोरी तपाईँहरूलाई किन सुनाएको भन्दाखेरि, टु एन्सर यु जेसन, इट इज भेरी इम्पोर्टेन्ट द्याट यु डु लिसनिङ टु डु द स्पिकिङ। यस अफ कोर्स दिस इज द मोस्ट इम्पोर्टेन्ट लेसन। सबैभन्दा पहिला स्पिकिङ गर्नको लागि यु मस्ट बी एबल टु डु द लिसनिङ। Yes, exactly, sir. And when I listening a native speaker, that approximately 80 to 85 and 90% we understand what they want to say. But Yes. when I used to speak, when I try to speak someone, and when I try to speak any person, native person and another person, that time we know little bit meaning of I need to use this sentence in this word in this sentence. And Of I know course, little yes. Yeah. That has been your experience, and it's a overwhelming Yeah. experience. एकदम राम्रो Yes. experience होइन? Okay. And Yes. I know little bit grammar also. I know little bit grammar also. But when I try to speak another person, when I try to speak, but in that time I like a freeze. I could not say anything because where I include this word and when I include this word, and I feel little bit confused in myself and I freeze in that time. That's why, Of sir. course. Yes, My interesting experience, sir. Yes,
त्यही भएर वी मस्ट बी एबल टु लिसन फर्स्ट। मैले त्यही भएर सबैलाई सोध्छु क्या, तपाईँहरूले कतिको सिरिज हेर्नुहुन्छ, कतिको इङ्ग्लिस मुभिज हेर्नुहुन्छ, एन्ड इज इट अल अबाउट वाचिङ देम? वाचिङ मात्रै गरेर भयो त? यु हेभ टु लिसन टु देम भेरी केयरफुल्ली। अनि बुझिएन भने यु मस्ट रिपिट, ब्याक जानुपर्छ, रिभर्स गरेर फेरि सुन्नुपर्छ। ओके, यो मान्छेले यस्तो एक्सप्रेसन पो युज गर्यो, दिस पर्सन इज सेङ दिस इन इन अ डिफरेन्ट वे, आई मस्ट लिसन टु दिस एन्ड मेबी नोट इट डाउन। नोट पनि गर्नुपर्छ कहिलेकाहीँ। सो यु मस्ट बी एबल टु लिसन। अब कहिलेकाहीँ चाहिँ के प्रब्लम भइदिन्छ भन्दाखेरि हेर्दा हेर्दै बोर लाग्छ, कथा मन नपरेर हामी क्लोज गरिदिन्छौँ, होइन, स्टोरी मन पर्दैन क्लोज गरिदिन्छौँ। लेट्स नट वाच द सिरिज अर मुभिज फर स्टोरिज। अब चाहिँ स्टोरिजको लागि छोडिदिउँ, लेट्स वाच देम फर इङ्ग्लिस। इङ्ग्लिसको लागि मात्रै अब चाहिँ हेरौँ क्या। म त जतिसुकै बोरिङ भए पनि हेरिदिन्छु। मेरो त तपाईँहरूको एउटा पर्सनल एक्सपिरियन्स म सेयर गर्छु। मेरो यस्तो बानी पर्यो कि इङ्ग्लिस हेर्दा 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 यस्तो बानी पर्यो कि पहिला मलाई लाग्थ्यो म नेपालीको चाहिँ एकदम राम्रो वक्ता हुँ जस्तो लाग्थ्यो क्या, म एकदम राम्रो बोल्छु नेपाली जस्तो लाग्थ्यो। अघि त्यो लिसनिङको कुरा गर्दैछु है म फेरि। तर मैले यति धेरै सुने कि इङ्ग्लिस फ्रेजेसहरू, इङ्ग्लिस ल्याङ्ग्वेजमा बोलेको मुभिजहरू, सिरिजहरू यति धेरै हेरेँ कि पछि मेरो मुख छ नि, त्यो बच्चा बेलामा त्यो बोल्न नसकेको जस्तो, बच्चाहरूले बोल्न खोज्छ बोल्न सक्दैन नि, त्यस्तै भएर आयो क्या। नेपाली बोल्न खोज्दाखेरि, नेपाली बोल्न खोज्दाखेरि अक्क किन लागेको जस्तो, ओहो राम्रो नेपाली बोल्ने मान्छे म कसरी यस्तो भएँ भनेर मैले यसो आफैले आफूलाई इभ्यालुएट गर्दाखेरि के फिल गरेँ भन्दाखेरि इट मस्ट बी लिसनिङ टु मच अफ इङ्ग्लिस। तपाईँहरूले यो ब्लफिङ गरे जस्तो लाग्दो होला। कोही कोही हुन्छ नि विदेश गएपछि चाहिँ इङ्ग्लिसमा धेरै कन्भर्सेसन गरिराख्नुपर्ने हुन्छ, इङ्ग्लिसमै इङ्ग्लिस जसले पनि इङ्ग्लिस बोलेको सुन्नुपर्ने हुन्छ। अनि नेपालमा आएर नेपाली बोल्दाखेरि अरू नेपालीसँग बोल्दाखेरि नेपाली नै बोल्न नआएको जस्तो, होइन? त्यो कति धेरै भिडियोहरू पनि आउँछ, होइन, रमाइलो रमाइलो भिडियोहरू भाइरल भइरहेको हुन्छ नि। वाट इज द्याट भन्दाखेरि त्यो एक्चुअली रियल नै हो क्या। त्यो तपाईँले जति धेरै इङ्ग्लिस सुन्नुहुन्छ त्यति नेपाली बिर्सिँदै जानुहुन्छ। आइ एम नट सेङ द्याट यु सुड फर्गेट नेपाली, everything in Nepal. No, it's not like that. But I just want to, ask you. I just want, you know, request you to listen to English, to learn English. Because the target, the aim is learning English. त्यसो भए किन नेपाली सुन्ने, किन नेपाली धेरै हेर्ने, किन के अरे सक्की गोनी, अनि किन अरू के छ, हवलदार के किन हेर्ने, होइन, 12 गाउँ किन हेर्ने, छक्का पञ्जा किन हेर्ने? लेट्स स्टार्ट वाचिङ द अफिस, लेट्स स्टार्ट वाचिङ फ्रेन्ड्स, लेट्स स्टार्ट वाचिङ Christopher Nolan's, masterpieces like Oppenheimer. Let's start watching Marvel Cinematic Universe's movies. Let's start watching DC movies. Why not watch them? किन नसुन्ने त, किन नहेर्ने? किनभने इङ्ग्लिस त त्यताबाट इम्प्रुभ हुन्छ, नेपाली हेरेर त इम्प्रुभ हुँदैन। सो जे सुनिन्छ त्यही बोलिन्छ, जे सुनिन्छ त्यही हामीले बढी गर्छौँ क्या। त्यही भएर लेट्स डु इङ्ग्लिस लिसनिङ। नाउ लेट्स गो टु लेस रिपिटिसन। नेक्स्ट पोइन्ट भनेको फेरि धेरै रिपिट गर्ने, यहाँ माथि चाहिँ रिपिटिङ लेखा छ, तल चाहिँ रिपिटेसन कम गर्नुपर्छ भनेर लेखा छ। वाट डज इट मिन? नाउ दिस इज अबाउट भोकाबुलरी, वी विल टक अबाउट इट इन डिटेल पछि। एकदमै धेरै बोरिङ रिपिटेसनहरू वी विल ट्राई टु अभोइड गर्न ट्राई गर्छौँ। एन्ड दिस इज अबाउट भोकाबुलरी एन्ड दिस इज अल्सो अबाउट लेक्सिकल रिसोर्स। देशे लेक्सिकल रिसोर्स भनेर पनि भन्छ। यो चाहिँ कसरी तपाईँको स्पिचलाई अलिकति भनौँ न अलिक चुस्त दुरुस्त बनाउने भन्छ नि, त्यसको लागि चाहिँ रिपिटेसन पनि कम गर्नु पऱ्यो क्या। लेट्स नट अलवेज से द वर्ड एक्टिभ एक्टिभ एक्टिभ, सधैँ एक्टिभ एक्टिभ नभनौँ न। लेट्स स्टार्ट सेङ अदर वर्ड्स फर इट। मेबी दिस पर्सन इज हार्ड वर्किङ, होइन? माथि एकचोटि कुरा गर्नुभयो आई युज टु बी अ भेरी एक्टिभ पर्सन, तर तल गएर भन्नुभयो बिकज अफ द हार्ड वर्क आई डिड ड्युरिङ माई स्कुल डेज, नाउ आई क्यान बी एबल टु टक अबाउट द ग्रामर रुल्स इजिली, होइन?
त्यो कुरा चाहिँ के हो भन्दाखेरि रिपिटिसन कम गर्ने वर्ड्सहरूको भन्ने कुरा हो एन्ड द्याट इज अबाउट भोकेबुलरी प्याराफ्रेजिङ एन्ड रिफ्रेजिङ इज अल्सो भोकेबुलरी यो भोकेबुलरीकै कुरा हो तपाईँले बोल्दाखेरि चाहिँ लेट्स नट रिपिट वाट द स्पिकर हेज सेड जस्तै कहिलेकाहीँ क्वेसन एन्सर गर्नुपर्ने हुनसक्छ क्या यु मे बी इन एन इन्टरभ्यू यु मे बी समवेयर जहाँ चाहिँ तपाईँले रिप्लाई गर्नुपर्छ अघि पनि भन्नुभयो समबडी वाज सेङ आई डोन्ट नो आई डोन्ट रिमेम्बर हिज नेम तपाईँले भन्दै हुनुहुन्थ्यो नि आई क्यान अन्डरस्ट्यान्ड यु टोटली बट इट इज भेरी डिफिकल्ट फर मी टु रिप्लाई होइन भन्दै हुनुहुन्थ्यो नि सो त्यो रिप्लाई गर्ने टेक्निक त्यो रिप्लाई गर्ने एन्सर्सहरू कसरी भन्ने कसरी नयाँ तरिकाले भन्ने भन्ने कुरा चाहिँ प्याराफ्रेज र रिफ्रेजको कुरा हो आई माइट आस्क यु अ क्वेसन लाइक एउटा ऱ्यान्डम क्वेसन सोधिदिन्छु सबैलाई हुनसक्छ द क्वेसन इज डु यु लाइक नेपाली मुभिज एन्सर भन्नुहोस् त कसैले डु यु लाइक Yes, sir. नेपाली मुभिज I don't like, sir. यस I like movies. यस Yes, sir. तपाईँले भन्नुभयो Yes, sir. भर्खरै I like Nepali movies because we are Nepali. Of But course, it's of course. Very good. I am very satisfied with this answer किनभने मलाई अब यसको बारेमा भन्ने कुरा मलाई पुगिसकेको छ मैले तपाईँलाई ठ्याक्कै यही एन्सरमा तपाईँले भन्नुभयो आई लाइक नेपाली मुभिज बिकज आफ्टर अल आइएम अ नेपाली भन्नुभयो यहीँबाट म भन्छु तपाईँको एन्सर गलत छैन इट्स भेरी ट्रु तर तरिका गलत भयो बुझ्नुभयो कि भएन तपाईँले मैले डु यु लाइक नेपाली मुभिज भन्दाखेरि यस आई लाइक नेपाली मुभिज भन्नु नै के भइदियो त रिपिटिसन भयो क्या हेर्नु त यो रिपिटिसन भन्ने छ नि किन मैले क्वेसन सोधेँ डु यु लाइक नेपाली मुभिज तपाईँले आई लाइक नेपाली मुभिज भन्नुभयो ठ्याक्कै क्वेसन जस्तै सुनियो इट साउन्डेड लाइक क्वेसन यो तपाईँहरूले कतिको नोटिस गर्नुभएको थियो दिस इज समथिङ द्याट मेक्स यु काइन्ड अफ हजुर के भन्दै हुनुहुन्छ Yes, I do. यस यस अफकोर्स जसले भन्नुभयो यो यस आई डु भनेर भन्नुभयो नि द्याट इज बेटर देन यस आई लाइक नेपाली मुभिज यस आई डु त अलिकति क्वेसन भन्दा फरक भयो नि त होइन ओर मेबी यु क्यान से एब्सोल्युटली डु यु लाइक नेपाली मुभिज भन्दाखेरि एब्सोल्युटली भन्नुभयो नि एब्सोल्युटली आई लभ देम लाइकलाई अलिक चेन्ज गरिदिनु लभ देम भन्नुभयो होइन और आई इन्जोय वाचिङ न्यू नेपाली मुभिज इन्जोय वाचिङ वाट इज दिस नाउ दिस इज अ प्याराफ्रेज दिस इज रिफ्रेजिङ अफ द क्वेसन मैले जे सोधेको थिएँ त्यसको अलिकति फरक तपाईँले के गर्नुभयो फरक तरिकाले भन्नुभयो एन्ड द्याट इज वाट वी कल प्याराफ्रेजिङ त्यो कुराहरू हामी सिक्छौँ होइन तपाईँलाई कसैले इन्टरभ्यूमा क्वेसन सोधिराख्नु भएको छ इन्टरभ्यू दिन जानुभयो इन्टरभ्यूमा क्वेसन आयो हाउ डु यु सी योर सेल्फ आफ्टर 5 years I see myself after 5 years at manager's position. No, this is not the way. How do you see yourself 5 years after 5 years? भनेर सोधिरहेछ भने I see myself गर्दै सुरु नगर्ने जस्तो क्वेसन छ त्यसरी सुरु नगर्ने भन्ने कुरा चाहिँ रिपिटिसन घटाउने प्याराफ्रेजिङ रिफ्रेजिङ गर्ने भन्ने कुराहरू हो वी नो सो मेनी वर्ड्स वी नो सो मेनी एक्सप्रेसन तर त्यसलाई हामी के गर्ने लिमिट गर्ने भन्ने कुरा चाहिँ द्याट इज वाट वी आर गोइङ टु लर्न इन दिस स्पिकिङ सेसन त्यही भएर इट इज भेरी इम्पोर्टेन्ट थाहा हुनु धेरै बोल्नु इज नट इम्पोर्टेन्ट त थाहा भएर चाहिएको कुरा मात्रै एड गर्नु इज द स्किल द्याट यु रिक्वायर नेक्स्ट इज इमिडिएट रेस्पोन्स म क्वेसन सोध्छु तपाईँले इमिडिएटली रेस्पोन्स गरिहाल्नुहोस् फ्याट्टै मलाई रेस्पोन्ड गरिहाल्नु है त द क्वेसन इज what is the distance between moon and the earth the moon and the earth what is Yes, the distance 5,000 between miles. okay 5,000 miles are you sure about it I'm Exactly. not sure. It's not exact, but yes just I'm answering you. yes so it's not like something that you would just answer immediately क्या यस्तो क्वेसन्सहरू कहिलेकाहीँ के हुन्छ भन्दाखेरि यु मे हेभ टु थिङ्क फर अ वाइल होइन 1 सेकेन्ड 2 सेकेन्ड 3 सेकेन्ड भए पनि सोच्नुपर्ने हुनसक्छ तपाईँलाई सो क्वेसन्स लाइक दिस र अघिको मैले भनेको जस्तो अनलेस यु प्रिपेयर इन फ्रन्ट अफ द इन्टरभ्यू तपाईँलाई इन्टरभ्यू भोलि छ भनेपछि आज तपाईँले पढिराख्नु भएको छ भने त्यो त प्रिपेरेसन गरे भयो
बट क्वेसन लाइक दिस कम्स एन्ड यु आर लाइक ओहो के भन्ने जस्तै क्वेसन के आयो वेयर डु यु सी योर सेल्फ आफ्टर 5 years एउटा क्वेसन भयो होइन अर्को क्वेसन चाहिँ हाउ वुड यु चेन्ज द स्ट्रक्चर अफ दिस कम्पनी इफ यु वेयर अ पार्ट अफ एचआर अथवा केही यस्तो क्वेसन इमिडिएटली आयो भने तपाईँले चाहिँ अघि एन्सर गरेको जस्तो 5,000 माइल्स अथवा समथिङ माइल्स भन्नु कतिको भनौँ न कतिको करेक्ट हुन्छ कहिलेकाहीँ त रङ हुन पनि सक्छ त्यो कुराहरू सो नट टु बी रङ नट टु बी लेट्स से इनकरेक्ट अर बिङ इन द सेफ साइड what you try to do is you try to paraphrase your answer. Let's say you try to give different expressions to your answer. कहिलेकाहीँ फिलर्स युज गरेर कहिलेकाहीँ अरू नै एक्सप्रेसन युज गरेर तपाईँ एकछिन त्यहाँ टाइम वेस्ट गर्नुहुन्छ यु वेस्ट your टाइम बोल्दा बोल्दै टाइम वेस्ट गर्नुहुन्छ सो द्याट सोच्न सकियोस् जस्तै मैले तपाईँलाई सोधेँ वाट इज द डिस्टेन्स बिट्विन द अर्थ एन्ड द मुन well, this is a very difficult question for me because yes, I have studied about it in my school, but now I don't actually remember. यति लामो बोल्दासम्म त 10-15 सेकेन्ड बोल्दासम्म त what do you do भन्दाखेरि you get time to think about it. Maybe it was I think it is 5,000 miles हुन सक्छ होइन अब लास्टमा आएर चाहिँ त्यो 5,000 माइल्सको कुरा गरिदिनु भयो सुरुमै इन्करेक्ट हुनुभन्दा त यति पुरै बाहना बनाएर ब्याकग्राउन्ड दिएर इन्करेक्ट हुनु राम्रो भयो नि द्याट इज वाट इज इमिडिएट रेस्पोन्समा यु डोन्ट अलवेज गिभ द रिक्वायर्ड एन्सर अर द करेक्ट एन्सर नो यु मे ह्याभ टु गो राउन्ड अबाउट एकछिन यसो घुमेर अनि त्यसपछि पोइन्टमा आउने तपाईँलाई सोध्छु म अर्को क्वेसन इफ यु क्यान रिप्लाई इमिडिएटली कसरी रिप्लाई गर्नु हुँदो रहेछ म हेर्दैछु है त ओके द क्वेसन इज what do we do when a person comes to our house and asks for what do we do when a person comes to our house or a stranger comes to our house and asks for a place to sleep at night भन्नुहोस् त now I यो think it ग्याप छ नि depends. अह I think it depends on how we treat to a stranger who came to our house. यसरी सुरु गर्ने होला सायद. Yes, of course, Bigyan. That's wonderful. Is your name Bigyan? Yes, sir. Yes, Bigyan. It's a wonderful expression that you just used. It depends, right? It depends भनेको यति राम्रो एक्सप्रेसन हो यति राम्रो फिलर हो यति राम्रो ओपनिङ फ्रेज हो वी कल इट ओपनिङ फ्रेज यो इट डिपेन्ड्स भन्ने स्टार्ट गर्दाखेरि तपाईँले केही समयसम्म त्यसको लागि सोच्न पनि पाउनुहुन्छ क्या इट डिपेन्ड्स अन अ स्ट्रेन्जर हु steps in front of our door. Let's say who comes to our doorstep. By looking at the appearance of the stranger, we can also guess what kind of person he or she is and what kind of action he or she might do after entering our house. भनेर अनि एड गर्दै जान पायो नि I was also not thinking about this answer. I was also not thinking about what would be the actual answer for this. But it all depends भनेर एक्सप्रेसन स्टार्ट गर्ने बित्तिकै नाउ आई केम टु स्टार्ट थिङ्किङ होइन सो द्याट इज वाट यु रिक्वायर त्यही भएर इमिडिएट रेस्पोन्स इज अ मस्ट इमिडिएट रेस्पोन्स दिइसकेपछि यु विल बी नाउ एबल टु थिङ्क अबाउट द टपिक ठ्याक्कै पहिला चाहिँ बोलिहाल्ने एकछिन 5 सेकेन्डसम्म कुरेर आई थिङ्क गर्न थाल्यो भने त गयो राइट सो सुरुमै क्वेसन आउने बित्तिकै अरू कसैसँग इन्टरेक्सन गर्ने बित्तिकै ठ्याक्कै इमिडिएटली आउनु पर्यो भन्ने कुरा हो इन इमिडिएट रेस्पोन्स द्याट इज वाट वी विल डु एन्ड फर द्याट वी हेभ फिलर्स अल अबाउट फिलर्स वी विल टक अबाउट दिस इन डिटेल सो मच डिटेल देन कम्स डिरेक्ट एन्सर भर्सेस सपोर्ट होइन तपाईँलाई एउटा कुरा गर्नुभयो स्टार्ट गर्नुभयो त्यसपछि एन्ड गर्नै आएन एउटा कुरा स्टार्ट गर्नुभयो बोल्न त्यसपछि चाहिँ त्यसमा के थप्ने भन्ने कुरा नै आएन भने वाट इज द युज अफ स्पिकिङ मोस्ट अफ द टाइम आवर स्टुडेन्ट्स लेट्स से नेपाली पिपुल नेपाली स्टुडेन्ट्स फर्गेट
or cannot make up sentences, cannot develop their sentences further. एउटा कुरा भन्नुभयो, तपाईँलाई कुन खानेकुरा मनपर्छ भनेर सोध्यो, मलाई मोमो मनपर्छ, सक्यो। दिस इज वाट द प्रब्लम इज। मलाई मोमो मनपर्छ भनिसकेपछि मोमो किन मनपर्छ, कस्तो मोमो मनपर्छ, होइन? अनि मोमो खाइसकेपछि तपाईँलाई कस्तो फिल हुन्छ र मनपर्छ भन्नुभयो भन्ने कुराहरू एड गर्दै जानुपर्छ नि। दिस इज अबाउट सपोर्टिङ। डिरेक्ट एन्सर गर्ने, सपोर्ट गर्ने, that is the skill that we require actually while we have to speak in front of people, while we have to speak in front of the strangers. त्यो चाहिन्छ। not only strangers, कहिलेकाहीँ प्रेजेन्टेसन दिँदाखेरि बसको अगाडि पनि, और क्लाइन्ट्सको अगाडि पनि, और इभन होइन आफ्नो कोही साथीहरू छ भने बाहिरको, अथवा कसैलाई भन्नुपर्ने छ भने इङ्ग्लिसमा, वी हेभ टु बी एबल टु एक्सप्लेन, एन्ड द्याट इज वाट वी विल लर्न हियर। म एउटा सानो क्वेसन सोधिहाल्छु, त्यो सानो क्वेसनमा तपाईँले एटलिस्ट 2टा सेन्टेन्स भन्नु पऱ्यो है त, 2टा सेन्टेन्स। ट्राई गर्नुहोस् है, ट्राई गर्नुहोस्। म तपाईँहरूलाई क्वेसन सोध्दैछु। इट्स अ भेरी सिम्पल क्वेसन। तपाईँले के मात्रै भन्नु पऱ्यो, 2वटा सेन्टेन्स चाहियो, 2वटा सेन्टेन्समा एउटा डिरेक्ट एन्सर हुनु पर्यो अनि त्यसको सपोर्ट हुनु पर्यो। द क्वेसन इज, हेलो, somebody's mic is on and I think it is disturbing us. Is it? Sir, okay, fine. Now, the question is, राम्रोसँग सुन्नुहोस् है, एउटा तपाईँले डिरेक्ट एन्सर, अर्को सपोर्ट, सक्नुहुन्छ भने 2-3वटा सपोर्ट दिँदा पनि हुन्छ। बट द क्वेसन इज, are you planning to go abroad for further study? Yes, of course, sir. Of course, I want to go abroad to further study, because when I go to abroad to further study, I think more than better education system in there, and it will support my career and my financial status also. That's why I need to go there. Wonderful answer. तपाईँको डिरेक्ट एन्सर थियो, हिज डिरेक्ट एन्सर वाज यस, अफ कोर्स, एब्सोल्युटली आई वान्ट टु गो भन्ने कुरा थियो, होइन? एन्ड देन ही स्टार्टेड अन बिल्डिङ अप। कसरी बिल्ड गर्नुभयो त भन्दाखेरि, he wants to do the further study to be able to earn money, right? To be able to, get a good, maybe, let's say, further study गरिसकेपछि एक्सपिरियन्स एन्ड नलेजको कुराहरूको कुरा आयो, त्यसपछि फाइनेन्सियल्ली इन्डिपेन्डेन्ट भन्ने कुरा पनि आयो। नाउ द्याट इज द सपोर्ट। वाइ डु यु वान्ट टु गो टु अ फरेन ल्यान्ड टु स्टडी भन्ने कुरा ही जस्ट मेन्सन यु इन द सपोर्ट। त्यस्तै गरी वाइ डु यु लाइक मोमो भनेर सोधेपछि ट्याक्कै सपोर्ट गर्दै जानु पर्यो, बिकज अफ दिस रिजन भनेर एड गर्दै जानुभयो भने द्याट इज अबाउट डिरेक्ट एन्सर एन्ड सपोर्ट। वी विल डु स्पिकिङ फर दिस है। हामीले यो लेखेर मैले तपाईँहरूलाई यो लेख्नुहोस् अनि यसरी भन्नुहोस्, नो, इट्स नट गोइङ टु वर्क। वी विल डु अल दिस थिङ्स इन स्पिकिङ। तपाईँलाई बरु सोच्ने टाइम दिन्छु म, अनि तपाईँले लेख्न पनि मेबी नोट्स लेख्न टाइम पाउनुहुन्छ होला, तर वी विल एक्चुली डु द स्पिकिङ। त्यसको लागि म भन्दैछु। Actually, sir, I say answer. Yes, you want to, please? This questions I say your answer. Oh, who is this? Hello? Yes, do you want to say the answer, or you have Yes, already? yes, sir. Please, sir. I say your answer. Please. I'm planning to study abroad to gain access to high quality education and experience to different teaching styles. I will help to build a global perspective and expand my academic and professionalism. Good, wonderful. You first talked about your higher education, getting knowledge, and also build professional experiences. You said experiences at first, and then second मा उहाँले के भन्नुभयो भन्दाखेरि, he wants to further his qualification and be professionally efficient, professionally experienced, or let's say he wants to develop his professionalism. And that word is something that itself
is an elongation to the experience word. अगाडिको experience wordबाटै उहाँले प्रोफेसनल भनेर पछि एड गर्नुभयो एन्ड द्याट इज वाट इज द सपोर्ट. सपोर्ट यसरी नै डेभलप गर्दै जाने हो. नेक्स्ट त्यसपछि प्रोफेसनलिजम कसरी डेभलप हुन्छ, टिचिङ स्टाइल्सहरूमा कसरी अकुमुलेट गर्ने भन्ने कुरा एड गर्नुभयो भने नाउ द्याट अगेन बिकम्स another support, another explanation. Yes, sir? And my second answer is studying abroad can open up better career opportunities. I will be able to build international networks, improve my language and communication skills, and gain experience that stand out in the job markets. Of course. They are the very important, advantages when you study abroad. भन्ने कुराहरू. Yes, I agree with you. Let's go to the next development strategy, which is यो सपोर्टलाई नै कसरी डेभलप गर्दै जाने एन्ड अरू एक्सप्रेसन्सहरू कसरी एड गर्दै जाने भन्ने कुरा हो. एन्ड लुक्स लाइक यो टपिक्सहरू सिमिलर जस्तो लाग्न सक्छ, बट तिनीहरूको एक्सर्साइजेस चाहिँ हाम्रो यो एक्सर्साइजेस सेसन चाहिँ एकदमै भास्ट हुन्छ. त्यही भएर पनि आई हेभ जस्ट सेपरेटेड देम. डिरेक्ट एन्सर सपोर्ट प्लस डेभलपमेन्ट स्ट्राटेजीहरू यो हाम्रो चाहिँ के गरिरहेको छु मैले छुट्टै छुट्टै टपिक राखेको छु. इट सुड बी सेपरेटेड बिकज एकदमै एक्सप्रेसन एक्सर्साइजमा चाहिँ देयर विल बी भास्ट डिफरेन्स. एन्ड नेक्स्ट इज भोकाबुलरी प्रिसिजनको कुरा. रिफ्रेज प्याराफ्रेज हुँदै पनि देयर इज अनदर टपिक भोकाबुलरी प्रिसिजन. यसमा हामी वर्ड्स फ्रेजेसहरूको एकदमै धेरै कुरा गर्छौँ होइन. म एउटा एक्सप्रेसन भन्छु, तपाईँले मलाई ठ्याक्कै भन्नुहोस् है त कहाँ मिस्टेक छ भनेर. जस्ट answer the just tell me where I got it incorrect, where I got it wrong. I'm going to start the sentence. Guys, let's go kill the fish. Guys, let's go kill the fish. Let's go to kill the fish. Let's go to. Dog लाग्यो नि फिसमा. No kill. Let's go. Let's go for fishing. Let's go for fishing. Okay, nice. Fishing. Okay, that Yes, was sir. very, very good improvisation. मलाई त्यो मन पर्यो. But what is something that is problematic here? Let's go kill the fish. Let's go. Let's Because kill the. yeah, we are talking about vocabulary here. Vocabulary is very important. म तपाईँहरूलाई एन्सर भनिदिइहालौँ त. The wrong in that sentence was not actually the addition of preposition that somebody made to let's go to kill the fish होइन. Let's go kill नै भनिदिएँ मैले. तर the problem is within the word kill. किल भन्ने कुरा चाहिँ अलिकति प्रब्लमेटिक छ क्या त्यहाँ. हामी नेपालीमा भन्छौँ, वी से इट इन नेपाली, माछा मार्न जाम. तर इङ्ग्लिसमा वी डोन्ट एक्चुली से इट द्याट वे. इङ्ग्लिसमा दे हेभ अ डिफ्रेन्ट कलोकेसन, दे हेभ अ डिफ्रेन्ट एक्सप्रेसन. लेट्स क्याच फिस, राइट? लेट्स क्याच द फिस भनेर भनिन्छ. एन्ड यो हामीले फेरि नेपालीमा भन्यो भने जाम माछा समात्न भन्यो भने त के हुन्छ? माछा समात्न आई थिङ्क वी डोन्ट युज इट फ्रिक्वेन्टली है. सो त्यही भएर चाहिँ के हुन्छ भन्दाखेरि सर्टेन एक्सप्रेसन सर्टेन वर्ड्स सुड बी युज इन द सेम वे एज द नेटिभ स्पिकर्स टु. नेटिभ स्पिकर्सले जसरी युज गर्छन् त्यसरी नै युज गर्नु भनेकै के हो? भोकाबुलरी प्रिसिजन हुनु हो होइन. म्यानेजमेन्ट टिम भन्नुको सट्टा द म्यानेजमेन्ट ग्रुप भन्यो भने कति नमजा हुन्छ भन्नु त. म्यानेजमेन्ट टिम र म्यानेजमेन्ट ग्रुप भन्यो भने डिफ्रेन्स छ नि. टिम अलि राम्रो सुनिन्छ. द्याट इज अबाउट कलोकेसन होइन. अब म्यानेजमेन्ट कमिटी भन्यो अनि म्यानेजमेन्ट कम्युनिटी भनेर कसैले भन्यो भने त बर्बाद भयो. म्यानेजमेन्ट कम्युनिटी होइन. एउटा कम्पनीमा अर्गनाइजेसनमा म्यानेजमेन्ट कम्युनिटीले ह्यान्डल गर्छ भने द्याट्स नट गोइङ टु वर्क. इट्स नट गोइङ टु वर्क बिकज कम्युनिटी इज भेरी डिफ्रेन्ट फ्रम द वर्ड कमिटी. यो कमिटी र कम्युनिटीको डिफ्रेन्स भनेकै भोकाबुलरी प्रिसिजनले थाहा पाउने. वर्ड्सहरू राम्रोसँग फ्रेजेसहरू राम्रोसँग पढ्ने कुराहरू चाहिँ भोकाबुलरी प्रिसिजनमा आउँछ. ओके राइट. Okay, let's go to the next one. The next one is, I'm just going to get it done quickly.
फर्गेट भोकाबुलरी बिर्स्यो, त्यसो भए के गर्ने त? अरू वर्ड्सहरू युज गर्ने, अरू वर्ड्सहरू, सिम्पलर वर्ड्सहरू। तपाईँलाई थाहा नै भएन, के अरे म्यानेजमेन्ट टिम भन्ने कुरै थाहा भएन, वर्डै बिर्स्यो, वर्डै थाहा भएन भने नाउ वी क्यान म्यानेज, म्यानेज गर्नुपर्छ कहिलेकाहीँ। वी मस्ट म्यानेज। समटाइम्स यस्तो हुन्छ, कहिलेकाहीँ प्रेजेन्टेसन दिँदै दिमागमा ब्ल्याङ्क भइन्छ, देयर इज नो वर्ड फर सर्टेन एक्सप्रेसन्स। अनि के गर्ने त? we try to use another word for that, maybe two or more words to justify the forgotten word. For example, the management team is having a meeting भन्नु पर्ने थियो, म्यानेजमेन्ट टिम नै भन्न होइन, म्यानेजमेन्ट भन्ने वर्डै बिर्स्यो, अर त्यो वर्ड नै राम्रो वर्ड थाहा भएन। maybe you can use the words like the group of bosses, Well, those are who doing a are meeting. handling the program like that. Of course. What was it? A group of people, those who are handling the program like this. Of course. Can we use, sir? Wonderful. Yeah. That's a wonderful expression. तपाईँले भन्नुभएको टक्कै मिल्यो। A group of people handling the program, a group of individuals that are present in the meeting room must be management team or somebody who is organizing the thing, right? So त्यस्तो कुरा गर्नुभयो भने यो अदर वर्ड्सले पनि हामीले हेल्प लिन सक्छौँ भन्ने कुरा, we will do that Sir, in forget vocabulary session. sir, it is one question, sir. It Yes, is sir. good when I say something, when I actually speaking something, but when you forgot exactly which word we need to include in this sentence, in that time we can use additional word like the supporting word like that. Obviously, that is the exercise you need to do, right? So you Okay. forgot the word completely or entirely, or maybe you did not think that would be good. कहिलेकाहीँ चाहिँ बोल्दा बोल्दै पनि लाग्न सक्छ, some word could be incorrect. Let me rephrase that भनेर तपाईँले अर्को हजुर वर्ड्सहरू, सपोर्टिङ वर्ड्सहरू गर्नुहुन्छ नि, that is a very हजुर good skill that you require to just correct yourself. And त्यसलाई correcting जुन yourself is not very bad. Yes. कहिलेकाहीँ दिमागमा ठ्याक्कै यो शब्द प्रयोग गर्ने भनेर आउँदैन, अनि त्यसलाई सपोर्ट गर्ने भनौँ न सपोर्टिङ शब्दहरू प्रयोग गर्दा पनि त्यो मिनिङ चाहिँ एउटै निस्किने हुन्छ नि त। Yes, meaning त्यो एकदमै निस्किन्छ, but you should be very mindful that it should be collocating. Collocating चाहिँ हुनुपर्छ। कहिलेकाहीँ त्यो ए colocate भएन भने or सिचुएसनसँग कन्टेक्स्टसँग म्याच गरेन भने चाहिँ you ओके must be giving a cautious statement, like disclaimer पहिले दिनुपर्छ कि तपाईँले के भन्नुपर्छ भन्दाखेरि I हजुर might be wrong to use this expression but I think it is like this भनेर भनिदिनु भयो भने पनि तपाईँको एन्सर ओके एकदमै कम्युनिकेटिभ भयो नि, तपाईँको हजुर स्पिच नै कम्युनिकेटिभ भयो। सो in such situations also you must be able to try to improvise गर्ने, तर के नगर्ने त भन्दाखेरि गलत छ भन्ने लाग्दा लाग्दै पनि युज चाहिँ नगरिदिने। के गर्ने त? ओके बरु सुरुमै के भन्ने, इट माइट बी अ रङ युसेज बट आइएम ट्राइङ टु से द्याट दिस इज दिस भनेर भन्दाखेरि त्यो वर्ड आउँदाखेरि चाहिँ पहिले तपाईँले सरी भनिसक्नुभयो होइन, कहिलेकाहीँ त्यस्तो पनि हुन्छ। Yes, that's a very good question. Let's go to accent. Let's not worry about it. Let's try to be clear. Accent मा ओके pronunciation को पनि कुरा आउँछ होइन, तर मेरो चाहिँ तपाईँहरूलाई सजेसन के हो भन्दाखेरि, सजेसन के छ भन्दाखेरि लेट्स नट ट्राई टु ओभरडु द pronunciation टु म्याच द एक्सेन्ट्स। लेट्स ट्राई टु बी के भन्दाखेरि क्लियर चाहिँ बन्न ट्राई गर्ने होइन, क्लियर बन्न चाहिँ ट्राई गर्ने। फेरि त्यसको मतलब पनि लेट्स नट ट्राई टु बी अ नेपाली स्पिकर, नेपाली स्पिकर जस्तो चाहिँ बन्न नखोजौँ भन्ने हो क्या। वरि चाहिँ गर्ने होइन, एक्सेन्ट नभए त तपाईँको के अरे राम्रो सुनिँदैन नि भन्ने चाहिँ होइन, इट्स नट द्याट। बट वेन एभर यु आर टकिङ इन इङ्ग्लिस इट सुड साउन्ड लाइक इङ्ग्लिस, इट सुड नट बी लाइक नेपाली, किनभने त्यहाँ स्ट्रेसको कुरा आउँछ, त्यहाँ त्यहाँ चाहिँ राइजिङ टोन फलिङ टोनको कुरा आउँछ। त्यो कुराहरू म्याच गर्न सकिएन भने चाहिँ कहिलेकाहीँ गाह्रो हुन्छ, क्लियर मात्रै भएर हुँदैन होइन। एक्सेन्ट्समा चाहिँ कहिलेकाहीँ स्ट्रेसेसको कुरा, जुन मैले यहाँ राइजिङ टोन फलिङ टोन भनेर लेखेको छु, स्ट्रेसको कुरा गरेको छु, दे आर एम्पली अभाइलेबल इन योर एक्सेन्चुएटेड एक्सप्रेसन्स। एक्सेन्ट भएकोमा अलिकति के हुन्छ, अलिक बढी चाहिँ के हुन्छ, यो एक्सप्रेसन्सहरू देखिन्छ। त्यही भएर पनि एक्सेन्ट्सको लागि डोन्ट वरी, तर इट्स नट द्याट यु फर्गेट इट कम्प्लिटली।
you have to be able to, try to attempt to speak like a native speaker, होइन? जस्तै मैले स्पिकर भन्नु र स्पिकर भन्नुमा अलिकति फरक छ। वाइ डु यु डु द्याट? किन त्यस्तो गर्नुपर्छ? प्रोनाउन्सिएसनमा अलिकति चेन्जेस किन ल्याउनुपर्छ त भन्दाखेरि बानी पार्दै जानको लागि, सो द्याट योर कन्भर्सेसन बिकम्स इफोर्टलेस। पछि इफोर्टलेस हुँदै जान्छ, त्यही भएर बानी गर्नुपर्छ भन्ने कुरा हो। ओके, and next thing is rising tone, falling tone. We will talk about it in detail. And linking words, connectors, and then होइन, because यो चाहिँ हामी के गर्छौँ, अलिकति लिस्ट बनाएर धेरै नै सिक्छौँ है। लिङ्किङ वर्ड्सहरू एकदम इम्पोर्टेन्ट छ। एन्ड लिङ्किङ वर्ड्समा पनि त्यो ओपनिङ फ्रेजेसहरूको कुरा, वी विल टक अबाउट फिलर्सको कुराहरू पनि वी विल टक अबाउट इट इन connectors, because connectors are the things that make our sentences pleasing to hear. त्यसले एकदमै इम्पोर्टेन्ट रोल प्ले गर्छ, जोड्ने काम गर्नुपर्छ। नेक्स्ट इज एक्सक्लामेसन्स, इमोसन्स एन्ड फिलिङ्स। तपाईँले चाहिँ एकजना साथीलाई भेट्नुभयो धेरै पछि, नेपालीमा चाहिँ तपाईँ भन्नुहुन्छ ओइ के छ, अनि इङ्ग्लिसमा चाहिँ हे हाई, मजा भएन नि। तपाईँको जुन नेपालीमा जुन एक्सप्रेसन थियो त्यही एक्सप्रेसन आउनु पर्यो नि त इङ्ग्लिसमा पनि भन्ने कुरा चाहिँ इट्स अल अबाउट एक्सक्लामेसन्स हो। यो एक्सक्लामेसन्स सिक्नु पनि पर्छ। कसैलाई थर्काउनु पर्यो भने इङ्ग्लिसमा थर्काउनु परिरहेछ होइन, तर तपाईँको एक्सप्रेसन सुनेर चाहिँ बच्चाहरू चाहिँ हाँसिरहेछन् भने त मजा आएन, अर कुनै मान्छे चाहिँ हाँसिरहेछ भने मजा आयो। त्यसको लागि के चाहिन्छ? फिलिङ्स सहित भन्नु पर्यो। यु डोन्ट बी ओभर स्मार्ट, ओके भनेर थर्काउन पनि सक्नु पर्यो। एन्ड द्याट्स अल अबाउट एक्सप्रेसन। एक्सप्रेसन भनेकै एक्सक्लामेसन्सहरू हो। एक्सक्लामेसन्समा कहिले स्याड हुने, कहिले होइन एङ्ग्री हुने, कहिले चाहिँ मेबी होइन एकदमै ह्याप्पी जोयफुल भएर बोल्ने। नयाँ साथीलाई भेट्दाखेरि एक्साइटेड हुँदाखेरि हे होइन, हे गर्नु र हे गर्नुमा त फरक छ नि। हो, यो एक्सप्रेसनको कुरा आएन भने स्पिकिङ एक्सर्साइज गर्नु बेकार हुन्छ। सो एक्सप्रेसन चाहिँ एकदमै राम्रो दिन सक्ने हुनु पर्यो। इन योर टोनमै आउँछ त्यो। देन वी विल लर्न अबाउट सिम्पल, कम्पाउन्ड एन्ड कम्प्लेक्स सेन्टेन्स मेकिङ। यो कम्प्लेक्स सेन्टेन्स बनाउनु पर्छ भन्ने कुरा किन इम्पोर्टेन्ट छ भन्ने कुरा यु विल अन्डरस्ट्यान्ड इट इन डिटेल। जब हामी यो एक्सर्साइज गर्छौँ त्यो बेला थाहा हुन्छ कि साथीहरूको एक्सप्रेसन किन राम्रो, मेरो एक्सप्रेसन किन नराम्रो, साथीहरूको स्पिच राम्रो, मेरो किन नराम्रो भन्दाखेरि हामी के थाहा सधैँ सिम्पल ल्याङ्ग्वेजमा बोलिरहेछौँ कि सिम्पल सेन्टेन्सेस युज गरिरहेछौँ कि कम्पाउन्ड र कम्प्लेक्स सेन्टेन्स बनाइरहेकै छैनौँ कि। सो द्याट म्याटर्स अ लट। सो वी मस्ट लर्न कम्पाउन्ड कम्प्लेक्स सेन्टेन्स मेकिङ, भेरी इम्पोर्टेन्ट। सिम्पल त हामी गरिहाल्छौँ, वी मस्ट लर्न कम्पाउन्ड कम्प्लेक्स सेन्टेन्स एन्ड फ्रेजल verbs, which are actually the native speakers style to say things. Verbsहरू सबै फ्रेजल verbsमा युज गर्दाखेरि, सबै नभनौँ धेरै जसो फ्रेजल verbsमा युज गर्दाखेरि एक्सप्रेसनहरू एकदमै क्लियर, सक्सेन्ट आउँछ, एकदमै एक्ज्याक्ट आउँछ। द्याट इज वाइ वी मस्ट लर्न फ्रेजल verbs इन स्पिकिङ, भेरी इम्पोर्टेन्ट। यसमा मैले इडियम पनि एड गर्न सक्छु। वी विल टक अबाउट अदर थिङ्स इन डिटेल। तर आजको लागि यो कोर्सको ओभरभ्यू यति नै गर्दै, आई जस्ट वान्ट टु ओपन द फ्लोर फर यु टु आस्क मी क्वेसन्स or ask our management, our department the question regarding fees and for about the topics also, if you want to. Let's start. Anybody? The floor is open to you. Yes, sir. Just one question, sir. Yes. Session remained very fruitful. And do we get the note or not? Obviously, sir, you will Otherwise- get notes, you will get materials, you will get so many things to practice and to also, use the expressions, vocabulary ko kuraharu. You will get handouts, you will get, PDFs and all.